हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरु के कस्तो हुनुहुन्छ? म चाहिँ साथीहरु जुत्ता लाउँदैछु हो। यहाँ देख्न सक्नुहुन्छ गमबुट। अब चाहिँ आलु खानु जानु आँटेको नि त म चाहिँ कि यिनी चारोहरु खोलेहरु पकाएर चाहिँ हो खोले पकाउँदैछु गाईको हो। अब चाहिँ जानुपर्ने हुन्छ चाहिँ गमबुट लगाउँदै गरेको साथीहरु। अब चाहिँ जानुपर्ने हुन्छ। आलु खन्नेहरु चाहिँ दल्लो दल्लोहरु छ हामी। हाम्रोमा आलु चाहिँ बेसी भएछ के कयो आलु हाल्ने पनि देख्नु छ नि त। हाम्रो क्यामेराम्यान चाहिँ आज नयाँ छ। तीनैजना निस्केको छ है यहाँ। हामी चाहिँ मम्मालाई प्र्याक्टिस गराउँदैछ यहाँ क्यामेरा पक्रिनु। हामी चाहिँ खतराहरू हो। आलु त कति खलेको छ त, अलिक सानो सानो रहेछ क्या। तिमीहरू पनि भयो मेरो क्यामेरामा के भन्छ तिमी? मेरो त खुट्टा दुखिसक्यो। आलु देख्न सक्नुहुनेछ यहाँको आलु चाहिँ यसरी। आलु खनेर तासेर चाहिँ यहाँ भोकटी पनि बनाइसकेको छु। अझै त दामी हुन्छ छ यो चाहिँ दामी खालको। यहाँ देखाइदिन्छ हाम्रो। अब यो त दामी रातो खालको रहेछ यो त। ओरेन्ज हो। अब बास्तीमा त यस्तै हुन्छ नि। बास्तीमा चाहिँ यस्तै हुन्छ नि। आलु खन्ने होला। यो दाना रोप्दा उम्रिँदैन? आलु देखा त कति त्यो दाना रोप्छु। हसे तिमीहरूले चाहिँ जान्दैन नि त खानु। आलु चाहिँ यति भइसकेको छ, अझै डल्लै छ खन्नु। हामीहरू चाहिँ सबै यहाँ बिसाइरहेछ। साथी यहाँनिर लाइका ए गुगुले आलु खाएको ला त आलु पनि खाएछ नि। आलु त चारवटा ला छि ओए कत्रो सुतेको। साथीहरू हामीले चाहिँ परदेखि देख्न सक्नुहुनेछ खनेर आएको हामीले चाहिँ आलु होइन। ठुल्ठुलो बोरामा आधी चाहिँ लगिसक्यो घरमा होइन। अन्त हामीहरू चाहिँ थाक्यो साथीहरू, पुरा थाक्यो होइन। अझ यहाँ डल्लै छ खन्नु पनि। यता उयोनिर मेरो बहिनीले चाहिँ सब्जी टिप्नु थाल्यो होइन साथीहरू। थाकेर हत्तु भयो। अब त आलु खनेकोले यति बेसी साह्रो पर्दो रहेछ कि। अब यो चाहिँ गाईलाई आलु चाहिँ त्यस्तो बेसी ठुलो फलेको छैन योपालि चाहिँ हो। यतिको चाहिँ बस्तीमा हामीले कमाएर खान सक्छौँ है रोपेर। पर पनि छ, बनाइया पनि छ, उयो पनि छ। अझै लग्यो आधी चाहिँ हो। अन्त चाहिँ यहाँ मेरो बहिनी चाहिँ थाकेको छ। हाम्रो डगीले चाहिँ आज चाहिँ यति बेसी रुङ्ग्यो कि उसले। हाम्रो गोरुहरू पनि तल बसिरहेको छ बिचबाट रहेछ। अलिअलि त छ हौ, मजाले राम्रो पो हेर्नुपर्छ त। यो चाहिँ सागको डुको टिप्नु थाल्यो साथीहरू। ल त गाइस, आजको लागि चाहिँ यति नै हो। आलु खनेको भिडियो तपाईँहरूले देखिन हाल्नुभयो होइन। अब चाहिँ हामी आज चाहिँ थाकेँ, यति नै छ मेरो चाहिँ। तपाईँहरूसँग बिदा लिन चाहन्छु। सबैले सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस्।